तपाईले यो भिडियो क्लिक गर्नुभयो बिकज यु आर अ इन्जिनियरिङ प्यासनेट स्टुडेन्ट, यु आर अ आइओई एस्पिरेन्ट्स अफ 2082, यु वान्ट टु बी अ सक्सेसफुल इन्जिनियर एन्ड वान्ट टु एचिभ यर चाइल्डहुड ड्रिम टु बी अ पर्फेक्ट एन्ड बेस्ट इन्जिनियर। अनि अहिले तपाईँ राइट प्लेसमा राइट भिडियो हेर्दै हुनुहुन्छ। सो कृपया नहिचकिचाइकन भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। अनि मन परेमा लाइक सब्सक्राइब गरेर अन्य आइओई प्यासनेट आइओई एस्पिरेन्ट्सहरू जुन तपाईँहरूको साथी हुनुहुन्छ उहाँहरूलाई भिडियो सेयर गरिदिनु होला। किनभने सुरुमा चाहिँ आइओई भनेको के हो, यसमा कतिवटा क्याम्पस छन्, हामीले कसरी पढ्दा हुन्छ भन्ने कुरा बुझ्न एकदमै जरुरी छ क्या। राइट पाथमा चलिएन भने राइट ठाउँमा कहिले पुगिँदैन। सो पाथ चाहिँ राम्रो बनाऊ। फर्स्टमा हामीले कुरा गरौँ आइओई भनेको के हो त। आइओई भनेको टियु अन्तर्गतको एउटा इन्जिनियरिङ अध्ययन गराउने संस्था, इन्स्टिट्युट अफ इन्जिनियरिङ हो। यो भनेको एउटा सरकारी, टियु भन्ने बित्तिकै हामीले बेसी त सरकारी भनेर बुझ्छौँ। त्यसभित्र इन्जिनियरिङ पढाउनका लागि स्थापना गरिएको संस्था, जसले वर्षेनी इन्ट्रान्स इक्जाम गराउँछ, जुनको तपाईँहरूले भव्य रूपमा गरिरहनु भएको छ भन्ने मैले आशा गरेको छु। अनि त्यस अन्तर्गत कुन कुन कलेजहरू पढ्छन्, त्यहाँ के सब्जेक्टहरू पढाइ हुन्छ, त्यसको ग्राउन्ड लेभलबाट आज हामीले जान्नेछौँ। यो भिडियोमा टियुको जानौँ बुझौँ। यदि तपाईँहरूलाई केयु, पियु अथवा पिओयु अन्य कुनै युनिभर्सिटीको पनि चाहिन्छ भने कृपया तल कमेन्ट गरिदिनु होला। हामी त्यही अनुसार त्यसको पनि भिडियो ल्याउने नै छौँ। अब बेसिकल्ली टियु अन्तर्गत चाहिँ 5वटा इन्जिनियरिङ अध्ययन गराउने सरकारी क्याम्पसहरू छन्। प्राइभेट छन् टन्नै, प्राइभेटको कुरा हामी पछि गरौँला। तर सकेसम्म सरकारीमा नाम निकाल्ने हाम्रो गोल हो। पुल्चोक त मेन प्रायोरिटी हुनै पर्यो। अब यस 5वटा क्याम्पसमध्ये पुल्चोक टप भयो, त्यसपछि थापाथली, एआरसी, डब्लुआरसी, चितवन, कर्मेसँग आउँछन्। प्रायोरिटीको आधारमा कुरा गर्ने हो भने पुल्चोक टप, त्यसपछि थापाथली र अरू बाँकी भ्याली बाहिरका क्याम्पसहरू उस्तै उस्तै जस्ता मानिन्छन्। सो कुन कुन क्याम्पसमा कति कति विषय पढाइ हुन्छ यो कुराहरू स्क्रिनमा आएको होला। भिडियो पज गरेर थो हेर्नु होला। अनि त्यसबाट के हुन्छ आफूले सर्भिसले एउटा कपी लिएर त्यसमा आफूले कति र्याङ्क चाहिन्छ त, मलाई तपाईँहरूले पढ्न मन लागेको डिपार्टमेन्ट कुन हो, कुन क्याम्पस हो, त्यसमा कति र्याङ्क चाहिँदो रहेछ त, कतिदेखि कतिसम्म भनेर तपाईँहरूले एउटा माइन्ड म्याप बनाउन सक्नुहुन्छ आफ्नो लागि। सो त्यो चाहिँ तपाईँहरू आफै गर्नुहोला। अनि यससँगसँगै अरू केही तल मैले ड्राइभको लिङ्कहरू हाल्दै हुन्छु, त्यसमा गएर तपाईँहरूले अझ विशेष गरी भित्री कुराहरू बुझ्न सक्नुहुन्छ क्या। कति कति र्याङ्क चाहिने, के चाहिने, अनि के हुन्छ सेवा सुविधाहरू यिनी क्याम्पसहरूमा गइसकेपछि त्यो कुराहरू तपाईँहरूले त्यहाँ बुझ्न सक्नुहुन्छ है त। त्यो पनि गएर एकपालि चेकआउट गर्न नबिर्सिनु होला। डिस्क्रिप्सनमा अथवा कमेन्टमा पिन गरेको छ लिङ्कहरू, गएर हेरिदिनु होला। र बेसिकल्ली धेरै स्टुडेन्टहरूको केस हेर्दा चाहिँ के देखिएको छ भने स्टुडेन्टहरूले चाहिँ आफ्नो र्याङ्कको आधारमा चाहिँ डिपार्टमेन्ट कलेजहरू चुज गर्ने क्या। ल मानौँ तपाईँलाई सिभिल पढ्न मन छ, तर तपाईँको र्याङ्क अलिकति पछाडि आयो, सो तपाईँले मेकानिकल चुज गर्नुभयो। सो तर तपाईँ सकेसम्म तपाईँहरूले यस्तो चाहिँ नगर्नु होला भन्न चाहन्छु। एउटा आफूले चाहेको विषय चाहिँ पढिएन भने, आफूले मनै नलागेको डिपार्टमेन्टमा छिरियो भने त्यो जति लाइफमा रिग्रेट कुनै कुरा हुँदैन। बरु थोरै पैसा थपेर बरु फुलफिलमै पढ्ने। कोही कस्तो देखियो भन्दाखेरि मेकानिकल रेगुलर पाएर मेकानिकल पढ्ने, किन उसलाई सिभिल पढ्न मन छ तर सिभिल फुलफिलमा पायो। तर त्यसो चाहिँ नगर्नु, बरु 5 लाख तिरेर तपाईँहरूले फुलफिलमै पढ्नु, तर आफूलाई मन लागेको विषय पढ्नु है। सो आजको सर्ट भिडियोमा चाहिँ मैले एउटा इन्ट्रोडक्सन टाइपको भिडियो बनाएँ, जसमा मैले सर्फेसली आइओई र यस अन्तर्गत क्याम्पसहरू के छन् त्यसको जानकारी तपाईँलाई मेरो भिडियोबाट भन्दा नि तपाईँलाई मैले ड्राइभको लिङ्क दिएको छु, त्यसमा गएर तपाईँहरूले धेरै बुझ्न सक्नुहुन्छ क्या। तपाईँहरूको टाइम पनि त बस्ने भयो नि त, एउटा तपाईँहरूले रिसर्च गर्ने बानी पनि बस्ने भयो। यो भिडियो क्लिक गर्नुभयो मानौँ तपाईँ रिसर्चमा त एउटा लागिसक्नु भएको छ, तपाईँले अझै डिपली रिसर्च गर्नु पऱ्यो नि त। अनि अब तपाईँले अब आइओई अन्तर्गत चाहिँ अरू कुनै कुराहरूको क्याउरी के छ, कुन इन्स्टिट्युट जोइन गर्ने, कसरी पढ्ने, कताबाट पढ्ने, अनि मेटेरियलहरू के युज गर्ने, प्रिपरेसन कसरी गर्ने, अनि स्टडी मेटेरियलहरू आदि केही कुराको जानकारी चाहिए तल चट्ट कमेन्ट गरिदिनु। म त्यस विषयमा पनि भिडियो बनाउने छु, ल्याउने छु। तपाईँहरूले
हमेसा सहयोग गर्नेछु, तत्पर छु, लाग्नेछु तपाईँहरूले